हाम्रो बा चाहिँ सिटमा हिँड्दै यताबाट जाने बा। चुप। बालाई हिँडाल्दै बिहानको सिटमा। बा अहिलेसित छ रनको घुम्न हो नि त बा। घुम्न हो नि 6 रनको। अझै कति रनको घुम्ने हो? यता आउनु यता यसरी। सुतिरहने नि टोइलेट जान नि डोराउन लतार्न पर्छ। अझै एउटाले सकिन्न दुईटाले हिँड्ने भने फेरि उता माथिर जानुलाई पानी छ। भ्याउनी र फुर्सद भयो भने बालाई हिँड्नलाई समय लाग्दैन जस्तो छ। यहाँ त फुर्सदै हुन्न मेरो। दिउँसोमा घाम हुने बिहानमा हिँडाल्न पर्ने। यता आउनु अब ल यता बुट्टा कता खानु यता आउँदा ल। अब घर पेटीमा बस्ने हो कि घर जाने हो? सुत्ने होइन नि त धेरै त आराम गरेर फेरि मैले रोटी बनाएर लिन आउँछु हिँड्ने हो। सुत्ने हो अरे आँटे। आधी घन्टा त हिँड्नु नि चाहिँ तपाईँले हिँडाल्न सक्ने हो। उता सिटबाट हिँड्नु है सिटबाट। आधी घन्टा हिँड्नु नि हो चाहिँ तपाईँ बेसरी। मैले तपाईँलाई बाटो कटाइदिएर लगाइदिन पर्ने भयो। सिधा उचालेर बाटो कटाइदिन पर्ने भयो सधैँ हो नि त। हुन्छ बा अरूलाई हिँड्न भन्नु 150 दिन्छु भन्नुहुन्छ। यस्तो आफै हिँड्ने मान्छेलाई नि होइन च्याउ बाँड्नु पर्छ कि दाइ। दुईटामा लिएर बा तगडा हुन हो। अब आधा घन्टा जति हिँडिसक्न हो। तँ घर नछोपिकन पुग्ने हो। तँ घर नि जान्छु भन्न हो। अब मलाई टोइलेट लानलाई गाह्रो छ। अब दुईटा मान्छे चाहिन्छ। यता आउनु यता सिटमा यता अब सम्म हिँड्नु। पेटीमा बस्नु नि हो र हजुर। हिँड्नु यो बाटो त हिँड्न पर्छ। यो बाटो यो हो यो सिटको बाटो। मलाई चाहिँ हेर्नुहोस् न। ओह बालाई हिँड्ने गराएर हिँडाल्ने धोको हो र छोडिदिने धोको हो के र खोइ। ल उहाँसम्म हिँड्नु उहाँ बस्नु होला। उहाँ टाढा म रोटी बनाउन जान्छु। बालाई हिँड्ने गराएर छोड्न भनेको हिँड्ने गराएर लहट्न भनेको हिँड्ने गराएर सकिन्न त्यो खोइ। हिँड्ने गराएर लहट्ने भयो तपाईँलाई। हिँड्ने गराएपछि कता लहट्ने हो? उँको जाने हो? उँको जानु नि त बर्बाद हुन्छ घर एकैचोटि। हेत्तेरी उँको भन्ने फेरि कता हो? हिँड्दै जानुहुन्न किन? झन् बुढी उतै नाति नातिना उतै छोराहरू उतै
मैले फुर्सद नभएर गाली गरेको गर्छु बालाई होइन र सिधैमा किन चिसो हुन्न र हो ल पसार्नु अब तनक्क राख्नु हात पिन तनक्क ल कुद्दिम यही माथि हो अनि यो नि तनक्क सिधा हुन पर्यो के ल बाई बाई म रोटी बनाउन गएँ है हो